आजबाट फेरि हाइकिङको जोस चल्न थाल्यो अब 3 बजी हाइकिङ छुट्टिँदै राम्रो छ खोला Hey, Maria swimming guru bhai? Swimming. Oh yeah. Dami छ ल सर्टकट छ गाह्रो हुन्छ नि त ओइ 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 hiking after a long time gap. Sweating. तर sweating न घरमा बसी sweating भइहाल्छ त. The Blue City Dharan. अलिक लाइन कति खाउँ न त्यहाँ आउनु त्यहाँ बोल्नु सास बढ किताले अलि माथि बोल्नु आज धेरै लामो समय बाद हिँडेको तपाईँको अप्सन चाहिँ बोल्नु नि आज धेरै लामो समय बाद हिँडेको स्टामिना पनि छैन टाइमिङ हेर्नु पर्थ्यो कति बजी चढेको भनेर 2:30 ए पाउन्डे 3 मा बाटो कता आइपुग्यो यो बाटो छ यो बाटो हैन यो बाटो चाहिँ तपाईको उता जाने हो बाटो निक्लिन्छ ला यो बाटो चाहिँ कहाँ निक्लिन्छ फेरि यति बेला गाडी हामी सर्टकट आइन्थ्यो आएको भयो बाटो अब फर्स्ट टाइम हेरेँ पानी यहाँको खानु राम्रो नि बुझ्दा यहाँको पानी त होइन जरुवा यस्तो तरिकाले सिन्धुली गरे माथि नै दाजु के टिप्नु भएको आँप ए केरा बोट अडेस
सजिलो छ त है जुम हाइकिङ जुम गल्यो यहाँदेखि गयो घरे कहाँ जानु ए माथि बाटो छ नि होइन बाटो छ नि ए हुन्छ यहीबाट धन्यवाद ओ भुडी घटिहाल्यो ओह्रालो अझै ओह्रालो कहाँ है म माथि त ए यो माथि यता 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 यस यस यहाँ एउटा माथि माथिबाट देख्ने क्या यो तलबाट देख्ने यो घरको तिर्खा लाग्यो अघि ज्वरो अघि ज्वरोमा पानी खानुपर्ने छ त्यहाँ खानु दिँदैन टेन्सन हुन्छ anything to say? आज हामी आफ्टर सो मेनी डेज योरै भनौँ आज आएको एकदम स्थिति नाजुक भइसक्यो हाम्रो धेरै नाजुक भइसकेको छ हुनु त कति नै हिँडेको छौँ हामी रिङ्गटा चढ्न 3 किलोमिटर त हिँडेनौँ होला 2 किलोमिटरमा पनि 2 किलोमिटर हिँड्यौँ तर पनि आज हामी एकैचोटि फेरि मेन रोड नभइकन आज एकैचोटि सर्टकट युज गऱ्यौँ त्यही भएर अलिक गाह्रो भयो बिसाइड्स अरू सबै ठिकै छ अब पानी खाने हामी ओ माथिबाट माथि जाने बाटो छ त्यो त अघि मैले माथि मुनिबाट देखाएँ नि रिसोर्ट जस्तो एउटा यहाँ छ बाटोमा हात गल्छे बोक्दैन पानी खाने एकछिन बिसाएको पानी राम्रै होटल रहेछ यहाँ पनि ले चिल्ले ल्याउनु है माथि चिन्नै पुग्ने होइन हाम्रो जग्गासम्म बसौँ न चिन्नै नपुग्न सक्दैनौ कहाँ सक्छ त हो नि बोल्नेको शक्ति छैन है धार दुख्यो त्यस्तै सिङ्गडा लाग्यो खान्छौ बेर आज स्पेन भर्सेस पोर्चुगल छ त्यसको खुसियालीमा रोनाल्डोको लागि भनेर म आज यस्तो तपस्या सङ्घर्ष गरेर हिँडेको फर द नेम अफ क्रिस्टियानो रोनाल्डो CR7 आज पोर्चुगलले स्पेनलाई जित्यो भने म जिन्दगीमा म बियर खादिनँ म कन्टिन्यू ए होइन यदि पोर्चुगलले जित्यो भने म जिन्दगीभर खैनी खादिनँ साँच्ची हो रसुन खादिनँ म पोर्चुगलले जित्यो भने स्पेनलाई भने तपाईँ पोर्चुगलको अगेन्स्ट होइन जित्यो भने क्या पोर्चुगलले जित्यो भने पोर्चुगलले जित्छ त जित्नै पर्ने जित्नु त पर्ने नि जितेको खण्डमा चाहिँ टेकुदाइले खैनी त्यागेको भनेपछि
पुच्को हातले मात्रै चट्टा दिनमा 5 वटा झोला पनि खाइदिन्छु माथि आइपुग्नु आँट्यो अब माथिबाट काँक्रा खानुपर्छ आया टक्कै नुनसँग हा यहाँ बिसाएर काँक्रा फ्रेस बोटको काँक्रा खाएर गयो यी हामी आधी खायौँ आधी यहाँ छ सकेन अब यो धेरै सकेन अब यसो यो रिफ्रेसमेन्ट चाहिँ 3 केजी यो काँक्रा ठुलो छ यत्रो लामो थियो खाइयो खाइसक्यौँ नुन नुन खोर्सानी गरेर खाएको थिएँ अलिकति खाएर अब अब लाग्यो अनि दाइ एकछिन लागे आउँदै गर्छु हस् धन्यवाद मिठो काँक्रा दिनुभयो अब अर्को दिदीलाई लागे अब मकै खानु आउनुपर्छ अर्को हरियो मकै पोलिन्छ नि उहाँले अब बिस्तारै कोसीले बोकेर कसैले बोकेर हिँड्यो कोसीले बोकेर ओ सबै बोक्नु हाल्नु आमामा एक कस्तो हुनु पर्छ है अघिबाट चाहिँ बिस्तारै जाउँ पहिले